मेलम्चीबाट ल्याएको सुरुङको पानी 27 किलोमिटर टाढाबाट सुरुङबाट खनेर ल्याएको पानी यही ठाउँमा रिजर्भर गरेर काठमाडौँ लगिँदैछ। त्यही ठाउँको दृश्य हो यो। सुन्दरी जलको पारीपट्टि नयाँ बन्दैछ अहिले यो मेलम्चीको खानेपानीको यो चाहिँ। अर्को छैन एससिटी छ भिडियो पनि छ नि। उहाँबाट मेरो पनि आउने गरी खेल्नु छ। यताबाट म पनि देखिने गरेँ सबै सबै। मेलम्चीको खानेपानीमा अहिले हामी घुम्न आइरहेका छौँ। ठिक छ, अहिले माथि जाउँ। अनि यहाँ त पछि राम्रो बस्ती हुने रहेछ नि त होइन? हेर्नु त कति राम्रो देखेको, अति राम्रो देखेको यो सर्टमा नि कस्तो हुन्छ क्या। है मेलम्चीको यस्तो खिच्नु पऱ्यो क्या। यसरी उल्टा भयो यताबाट आउनुपर्छ। यतापट्टि उताको सिन त यसरी पो आउँछ भन्नु त। मेलम्ची खाने पानी